अनि यहाँबाट लु यति मात्रै हो, धेरै पनि परेन। यो यसमा बौलाने, थचुराउने, गरिब, धनी, महाजन, भ्रष्टाचारी, शोषण, सामन्ती, चोर सबै यहाँ बसेको छ। यो हाम्रो समाज हो। यो चाहिँ अब यो समाज साह्रै फटा भयो। अब यो समाजबाट चाहिँ म अलिकति अलकिनु पर्यो भनेमा चाहिँ यो रेखालाई नाग्नुपर्छ। तर यो रेखा हामीले कहिले पनि नाग्न सक्दैनौँ। किन त मायाले तानिरहेको छ, वंशले तानिरहेको छ, केले तानिरहेको छ। अब म चाहिँ यो रेखालाई काटेर यहाँ आएँ। यहाँ आएपछि के भयो त, धर्म पनि चिन्ने भए, भविष्य पनि चिन्ने भए, गरिब यसो हुन्छ, धनी यसो हुन्छ भनेर त धेरै ज्ञानको भण्डार आयो। ज्ञानको भण्डार आएपछि अब यहाँबाट म अलिकति भो लाग्छ भनेर चाहिँ जाँदाखेरि चाहिँ अब यहाँ पुग्यो। यहाँ त धन त बढेको आफै बढ्दै जान्छ। खाने कम छ, उता पैसाको ब्याज धेरै आइरहेको छ। अब त्यो पैसा कहाँ लाने गाली गाडी किन्ने। अब त्यसै यता बाँडिदिउँ भने खेर जान्छ। अनि हप्ता किन्ने, अनि हप्ता ठोकेर मर्छ, गाडी किनेर ठोकेर मर्छ। उसको छोरा शाखा सन्तान धेरै हुँदैन, एउटा कि दुईटा नै हुन्छ। अनि त्यसको त बढेको यहाँ चाहिँ यो ठाउँ त्यस्तो छ। अनि यहाँ रुन्ने, चिच्याउने, कराउने, थचुराउने, बौलाने, भ्रष्टाचारी, चोर, सामन्ती सबै यहाँ छ यो। अनि हामीले अर्काको पैसा ऋण ल्याउने पनि यही हो। ऋण ल्याएपछि के हुन्छ, उसको ब्याजले थिचेको उसको ब्याज कहिले तिर्न सक्दैन, अनि कहाँ उठ्न सकिन्छ। अनि यहाँ पुगेपछि पैसाको ब्याज आएको खै नसक्ने गरी आयो। यस्तो यति मात्रै जान्छ। अनि त हामी सबै आमाको कोखबाट जन्मेको छौँ। किन कोही बाटोमा उल्टो सुत्ने किन जन्म्यौँ, कुनै अलिक सुरक्षित नजन्म्यौँ, कुनै हुने खाने भएर जन्म्यौँ, कोही वकिल इन्जिनियर पास गर्ने जन्म्यौँ, कोही 8 कक्षा फेल हुने जन्म्यौँ। त्यहाँदेखि सबै के तपाईँलाई यो अहिलेको युगमा नै हामी तपाईँसँग राख्नुपर्छ। यही हो हाम्रो काम भविष्य। यही आयुमा अनि पो भोलि पर्सि हामीले केही उन्नति प्रगति गर्छौँ भनेर यो। अब अहिले हामी बुझा गरिरहेका छौँ, पात कसरी राख्ने, रेखी कसरी कोर्ने, नमथुङ लादुङ सेमी यज्ञ मण्डपहरू कसरी बनाउने। तर त्यतिकै राम्रो बनायौँ भने भोलिको इन्जिनियर भनेको त्यही हो। अब भोलिको इन्जिनियर त्यो भयो। अनि नराम्रो बनाउनुको त हुँदैन भन्ने पनि हुन्छ। नराम्रोको बनाउनु हुँदैन। नराम्रो बनाउनेले चाहिँ त्यसले पनि पाउँछ। बाटो पेल्ने लोडर भन्छ नि, बाटो पेल्ने